नमस्ते साथीहरू। आज हामीले बाबा छोरीहरू भिडियो बनाउन लाग्छौँ एउटा। आज हामीले डलर चिनेरमा गएर के किनेको सामान किनेको तपाईँ पनि राख्नु है बाबा। म यसरी बोल्छु। ल त राख्नु। तपाईँ जिग्नु बोल्छ यो। मनिता। नमस्ते। तपाईँलाई स्वागत छ। साथीहरू त्यस्तो होइन। नमस्ते साथीहरू। नमस्ते साथीहरू। हामीले चाहिँ डलर जेनरलमा गएर एउटा छोरीले सामान किनेको। सामान किन्दा खिलाउने कुरा बच्चाहरूलाई भन। तिमी आफै भन कति महँगो भरेको अनि हामीलाई पैसा घटाएर दिएको। कति महँगो भएको, कति महँगो थियो, हामीसित पैसा थिएन साथीहरू। पैसा थोरै थियो तर अनि त्यहाँ पसलको मान्छेले थप्दिएको होइन। उसको के भन्दा डिस्काउन्ट भनेको थाहा। डिस्काउन्ट भनेको उसो के साथी के डिस्काउन्ट भन्दा हामीसित जम्मा थोरै थियो। त्यो पैसा नै ठुलै गर्दैछ पर्न उस खेलाउने कुराहरू। अब हामीले देखाउँछौँ, बाबा पनि देखाउँछ। मेरो छोरी खिलाउन यो छ एउटा क्यापेर राखेको छु। यो क्यापेर यो छ। यो के हो? मसित एउटा धल्लो पनि छ यसको। डग DOGS डगले छ। फ्लजी डग यो क्ले जस्तो हुन्छ, माटो जस्तो बाउन्स गर्ने। यसलाई गोलो गोलो गराएर बाउन्स गर्ने भने यहाँ ल्याएर मेकअप अन अनि सेप्स भनेर अनि रमाइलोको लागि आकारहरू निकाल्ने स्क्विज एन्ड मोल्डेबल भनेर मोल्डेबल यताउति गर्न छ भने हुन्छ अनि वाट विल यु क्रिएट के चाहिँ बनाउन चाहन्छ फर इभन मोर फन रोल टप इन्टु अ बल एन्ड बाउन्स इट। ल यस्तो हुन्छ यो किले त किले के केले हो यो केले होइन के छोरीले कलर आउँछ त छ र आज त्यस्तो छ त। ल यस्तो छ मेरो छोरीले किनेको। ल कसरी गर्ने त्यसलाई? ल निकाल। यो बब्ली गम जस्तो छ। यो धेरै समय लाग्छ। छोरीलाई थाहा, मलाई त केही थाहा छैन। छोरीलाई थाहा, त्यही भएर छोरीले यसलाई च्यातेर निकालौँ न अझै। ल म त यो त त्यस्तो हातमा टाँसिँदा चाहिँ काम छैन। घरमै बनाए घरमै केही थिएन बाबा, हातमै टाँसिन्छ। हो हातमा टाँसिने अरे निकाल्न पर्छ नि। यहीँ प्लास्टिकमा टाँसिन्छ आदि त मेरो छोरीको काम यही। त्यसै रहेछ बनिने होइन राम्रो हो छोरो। यो म तिमी जानेको अब बनाउनु गोलो बल बनाउनु तिमीले। यहाँ छ सानो। त्यो त सानो बनाउने होइन ठुलो बनाउने। बाबा गोलो बनाउनै मिल्दैन। तपाईँ गरिदिनुहुन्छ? ल्याएर गुच्चा जस्तो गोलो भयो नि त यस्तै उभार्ने ल्याएर उफ्रिन्छ देख्यो यो बाउन्स गर्ने। ल देख्यो यस्तो गराउने के मलाई मजा साथीहरू मलाई मजा के गर्ने। ल अनि यसलाई यसबाट के उसी पनि बनाउनु पर्छ। मुसा यति मुख काट्नु पर्छ। गो पारिरु न मुसा बनाउने के बनाउने गर्नुपर्छ है। ल अझै निकालिदिन्छु म यो गोलो गरेरलाई।
वा मजा साथीहरूले लामो मेरो छोरीलाई रमाइलो लाग्छ पार्कमा जान भन्दा यही ठिक छ पार्कमा जान यही ठिक छ बस्नु कति धेरै छ यो ल तपाईहरुलाई नि मन पर्यो तपाईहरुलाई नि चाहियो भने मलाई यहाँ कमेन्ट गर्नुस् अमेरिकामा आउनु अनि दिनुहोस् है अनि त्यसपछि अर्को पनि छ हामीसँग रेनबो स्प्रिङवाला छ है रेनबो वाक्स डाउन स्टिप्स स्प्रिङ इन्टु एक्सन चाइना सबै स्प्रिङ इन्टु एक्सन यस्तो छ है मेरो छोरी यो पनि छ खेल्ने कुरा मेरो छोरीको बाबा निकाल्दिनु न यो अनि अर्को पनि छ मेरो छोरी बाबा निकाल्दिनु न आएन यो त हेरेर भन न मेरो साथीहरू यस्तो छ भनेर खोइ नस्ते साथै मेरो यस्तो छ देखाएको खोइ त यो छ अनि नयाँ कुरा यो पनि छ भन्नु नि कार छ मेरो छोरीको स्पाइडरम्यान कार छ है अनि बत्ती पनि बज्छ आवाज डिफ्रेन्ट आवाजहरू आउँछ उता हेर न देखाऊ तिमीले मैले देखाउनु पर्यो अनि यसको भने फिचर्सहरू के छ राइड अन प्ले लिभली साउन्ड्स एन्ड हेज फ्ल्यासिङ लाइटहरू खेल्नको लागि साउन्ड पनि आउँछ फ्ल्यासिङ पनि छ लाइट हुन्छ स्पिन रोलर विथ कलरफुल इमेज एन्ड प्रेस पर फोन साउन्ड दबायो भने चाहिँ छुट्टा छुट्टै प्रकारको साउन्डहरू आउँछ अरे कलरफुल इमेजहरू पनि आउँछ अनि त्यसपछि स्टुल एन्ड ड्राइभ फर हाउस अफ होम अनि सेफ एन्ड ब्युटिफुल कन्सेप्ट फर सेफ राइड्स त्यसको वार्निङ चाहिँ यहाँ लेखेको छ दिस प्रोडक्ट इज डिजाइनेड फर अ चाइल्ड फ्रम 12 to 36 months of age and weight not exceeding 25 kg 55 lbs there is any software stand to support every यो चाहिँ खास गरी एक वर्षदेखि 3 वर्षको उमेरको बच्चाको लागि डिजाइन गरेर बनाएको कार हो अनि यो चाहिँ लगभग 25 केजी भन्दा माथि चाहिँ यसले वेट हाल्न सक्दैन यसको चाहिँ 25 केजी यो चक्काको 25 केजी भन्दा वेट हाल्न सक्दैन भाँचिन सक्यो त्यही भएर वार्निङ चाहिँ 25 केजी भन्दा माथि बच्चाहरू चाहिँ नचलाउनु होला भनेर वार्निङ देखायो ल साथीहरू यो मेरो छोरी कार ल देखाइदिए बाबाले किनिदिनु भएको ल बाबा किनिदिनु भएको म आफै किन्न भनेको किनकि मलाई यो मन पर्यो ल कस्तो साथीहरू नमस्ते ल धन्यवाद अब म तिमीलाई सोध्छु यो राख्नु एउटा होइन एउटा राख्नु एउटाले यो राख्ने म सोध्छु तिमीलाई अब साथी तिमीलाई बाबाले कार सार किनिदिए होइन सानो कार अनि यो खेलाउने कुरा खेल्दै तिमीलाई कस्तो लागिरह राम्रो अरू केही भन्नु मन छ तिम्रो साथीहरूलाई तिम्रो साथीहरू केही भन्नु मन छ साथीहरू यो किन्न मन लाग्यो भने अमेरिका आउनु अनि पाइन्छ अनि किन्ने ठाउँमा नि जानु खोज्नु अनि पाइन्छ मैले खोजेको अनि यो पाइएको अनि लैजानको अनि कार पनि पाइएको अनि लैजाको अनि यसरी तिमीलाई कमेन्टमा साथी मलाई पनि दिनु न एउटा चिज त्यो मन पर्यो भने तिमी दिन्छौ कि दिन्नौ एउटा दिन्छु कुन चाहिँ दिन्छौ जुन लिनवाला हातै दिन्छु हो ल साथीहरू मेरो छोरीको भिडियोमा गएर कमेन्ट गर्नु होला अनि जुन मन लाग्छ त्यही दिनुस् भन्ने छोरीले पठाइदिन्छन् किनेर अरे ल मेरो साथीले पठाइदिन्छन् तपाईहरु यहाँ हुनुहुन्छ भने मैले दिन्छु
न त टाढा हुनुहुन्छ भने मिल्दैन दिन मिल्दैन टाढा भयो भने पठाउन सकिन्न है हस् साथीहरू धन्यवाद बाई फेरि अर्को भिडियोमा भेटौँ फेरि अर्को भिडियोमा भेटौँला बाई 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 बाई